भाइ बहिनीहरू, शिक्षक तथा कर्मचारीहरूज्यूलाई विद्यालयमा हार्दिक स्वागत गर्न चाहन्छु र आजको दिनमा जन्मोत्सव परेको कक्षा 6 को नानी प्राप्ति थारू लगायत सम्पूर्णलाई हार्दिक जन्मदिनको शुभकामना भन्न चाहन्छु। र विद्यार्थी भाइ बहिनीहरूमा चाहिँ एउटा अलिकति अहिलेदेखिको समस्या भनेको चाहिँ यो अब्सेन्ट हुने दर चाहिँ बढिरहेको छ। विद्यार्थी भाइ बहिनीले के बुझ्नु पर्यो भने तपाईहरु एक दिन विद्यालय नआउँदा तपाईलाई एक दिन मात्र लाग्छ होला, तर त्यो एक दिनभित्र 7 वटा विषयका 7 वटा पाठहरू चाहिँ अगाडितिर बढिरहेका हुन्छन्। त्यो भावनाले त्यो एक दिनले तपाईको भोलि बिहानको दोस्रो दिनको पढाइमा, तेस्रो दिनको पढाइमा अथवा त्यो पाठहरू अन्त्य हुँदासम्म त्यसले जुन दिन सैद्धान्तिक ज्ञानहरू छ, प्र्याक्टिकल नलेजहरू छ, त्यसमा ठुलो असर पार्ने भएको हुनाले त्यो एक दिन मात्रै नभएर त्यो 7 वटा विषय र 7 वटा पाठको बारेमा तपाईँ बुझिदिनु होला। भोलि बिहान त्यही पाठबाट महत्त्वपूर्ण क्वेसनहरू इक्जाममा आयो भने त्यसले चाहिँ तपाईहरुको पढाइको प्रगतिलाई अगाडितिर बढाउनको लागि असहयोग गर्न सक्छ। त्यो भावनाले विद्यार्थी भाइ बहिनीहरू कुनै पनि बहानामा यदि तपाईलाई गम्भीर त्यस्तो किसिमको केही समस्या छ, अकस्मात केही समस्या पर्यो भने कक्षा शिक्षकलाई अनिवार्य रूपमा जानकारी गराउनु होला। हैन भने बिना जानकारी चाहिँ कोही पनि विद्यार्थी भाइ बहिनी घरमा नबस्दिनु होला, किनभने यो अब्सेन्ट हुँदाखेरि तपाईहरुलाई एकदमै धेरै गाह्रो त्यो पढाइको स्तरमा एकदमै धेरै समस्याहरू ल्याउँछ। सँगसँगै हामीले पनि कति समस्याहरू भइरहेको छ। अहिले चाहिँ विद्यार्थीको पढाइको स्तर हामीले कसरी अगाडितिर बढाउने भन्ने कुरामा एकदम चिन्तित गर्दैछौँ, चिन्तन हुँदैछ हामीलाई। तर सँगसँगै